नमस्ते सबैजनालाई। यो केकको भिडियोहरू चाहिँ सबै मदर्स डेको भिडियोहरू हो। सबले मदर्स डेको भिडियो चाहिँ हालिसक्नुभयो, तर मैले चाहिँ अहिले हाल्दैछु। अहिले भिडियो हाले पनि फुल भिडियो हेरिदिनु होला। यति धेरै केकको अर्डर आएको थियो नि के भन्नु र। 81 केकको अर्डर आएको आई गरौँ। मैले त्यति मजाले भिडियो पनि बनाउनु पाइनँ, फोटो पनि खिचिनँ। आज मदर्स डे छ भने आजको राति केकको अर्डर आयो 9 साढे 9 बजीतिर। सबैले त्यतिखेर नै अर्डर गर्नुभयो। त्योभन्दा अगाडि चाहिँ एउटा अर्डर आएको थियो अनि 81 अर्डर आएपछि मसँग फेरि केक बनाउने सामानहरू पनि थिएन, क्रिम पनि धेरै थिएन अनि प्रिमिक्स पनि थिएन। राति नै गएर ल्याएँ सबै सामानहरू। फेरि अर्डर त आयो तर सबै केकहरू बिहान नै चाहिएको अरे। कसैलाई 10 बजे, कसैलाई 8 बजे, कसैलाई 9 बजेतिर। 2:30 बजेसम्म केक बनाएँ। सबै केकलाई क्रम कोड गरेर राखेँ अनि 2:30 बजेतिर सुतेँ। फेरि 5:30 बजेतिर उठेर बनाउनु सुरु गरेँ। फेरि होम डेलिभरी पनि गर्नुपर्ने। झन्न सबै केकहरू बनाइसकेँ। सबै केकहरू टाइममा नै बनाइसकेँ। कुनै केकहरू चाहिँ अलिकति ढिलो भयो र मेरो मदर्स डे चाहिँ यसरी बित्यो। तपाईहरूले चाहिँ के गर्नुभयो कमेन्ट गर्नुहोला। धन्यवाद।